आज केप भर्डे र अर्जेन्टिनाको गेम हेरिसके पछाडि म स्टार्टिङमा एकदमै अर्जेन्टिनाको सपोर्टमा एकदमै आफू लागिरहेको थिएँ किनकि एउटा केप भर्डे भनेको नयाँ टिम हो नि त। नयाँ टिमलाई त जो कहिले पनि सपोर्ट गर्दैन किनकि उनीहरूको गेम हेरेको हुँदैन, उनीहरू कुनै पनि फ्यान्सको मनमा बसेको हुँदैन। त्यसकारण पनि मैले अर्जेन्टिनाको सपोर्टमा लागिरहेको थिएँ। मेस्सी दाजुको चाहिँ म एकदम सपोर्टमा लागिरहेको थिएँ र म एकदम आफूलाई इन्जोय गरिरहेको थिएँ हेरेर तर जब गेम ड्र भयो नि, ड्र भइसके पछाडि चाहिँ मलाई मनमा अर्कै कुराहरू चाहिँ आइरहेको थियो किनभने अब भने केप भर्डेले जितो जस्तो लागिरहेको थियो एउटा स्मल कन्ट्री यार, एउटा सानो के जसको पपुलेसन 5 लाख छ, जो चाहिँ र्याङ्किङ वाइज हेर्ने हो भने पनि एकदम तल छ अर्जेन्टिना भन्दा। र अर्जेन्टिना भनेको 3 टाइम वर्ल्ड कप विनर, जोसँग लियोनल मेस्सी छ, जसको वर्ल्ड क्लास प्लेयरहरू छ टिममा। त्यस्तो टिमसँग डटेर एउटा हिम्मत, एउटा साहस, एउटा जुनुन, आफ्नो नेसन्सको लागि कति लोयल्टी देखाएर चाहिँ उनीहरूले फाइट गरे के। त्यो देखिसके पछाडि चाहिँ यो गेम सायद केप भर्डेले जितेको भए नि हुन्थ्यो भन्ने लाग्यो। केप भर्डेले सायद आज गेम जितेकै हो के। हुन त गेममा यस्तो हुँदैन हैन, सिम्प्याथी देखाउनु हुँदैन, तर जब ओन गोल गर्न पुग्छन् नि, यदि ओन गोल नभइदिएको भए कहानी अर्कै हुन सक्थ्यो क्या, कहानी अर्कै बन्न सक्थ्यो यार। र जब त्यो गेमको अन्तिम समयको त्यो एउटा मोमेन्टम त्यो हेर्ने हो भने अर्जेन्टिनाको फ्यान्सहरूको उनीहरूले घोडा टेकिसकेको महसुस गरिरहेको थियो कि हाम्रो प्लेयरहरूले घोडा टेकिसके, अब हामी हार्छौँ हैन। त्यो एउटा हामीले त्यो देखिरहेको थियौँ कि। र जब मैले अर्को कुरा के देखेँ भन्दाखेरि, जब केप भर्डेको के सानो सानो बच्चाहरू के जो एकदम रोइरहेको थिए, त्यो देखिसके पछाडि आइ एम रियली स्याड यार। म यस्तो स्पिचलेस भइसकेको थिएँ नि त्यति बेला, म एकदम इमोसनल भएको थिएँ यार मैले त्यो देखेर के। किनभने उनीहरूको एउटा त्यो बच्चाको आँखामा एउटा जुनुन देखेँ कि मैले, एउटा ख्वाब देखेँ कि त्यो बच्चा धरिमा एउटा फुटबल प्रतिको माया, आफ्नो नेसन प्रतिको एउटा लोयल्टी। भोजिनियाको के कुरा गर्ने यार, 40 इयरको मान्छे हो जसले चाहिँ भर्खरै डेब्यु गरेको छ आफ्नो टिम, र त्यो टिमलाई यहाँसम्म ल्याउनु, एउटा टिममा मात्र राम्रो पर्फर्मेन्स गरेर होइन, टिम बाई टिम इन्क्रिज गर्दै लानु। व्हाट अ प्लेयर यार, ह्याट्स अफ भोजिनिया यार। भोजिनिया अब हामीले दोस्रो वर्ल्ड कपमा देख्न त पाउँदैनौँ, तर यो एउटा इतिहास नै रहन्छ यार। मैले आजसम्म यस्तो गेम हेरेकै छैन, रियली यार, मैले यो गेम हेरेकै छैन यस्तो खालको। आजको गेम चाहिँ लास्ट बवाल यार। यो गेम चाहिँ सायद हिस्ट्री ब्रेक नै भन्नुपर्छ।